के हजुरहरूको पनि फेसभन्दा धेरै फरेड डार्क हुने गर्दछ हो? फेसभन्दा फरेड डार्क हुने कारणहरू के हो त्यसको बारेमा जानौँ। मोस्ट कमन कारण भनेको चाहिँ घामबाट हुन्छ। घामले गर्दाखेरि मेलानिन धेरै सिन्थेसिस हुने र मेलानिनले गर्दाखेरि चाहिँ पिगमेन्टेसन बढ्ने गर्छ। अरू भनेको गर्मीको बेलामा धेरै पसिना आउने र धेरै पसिना आएर तपाईँहरूले बारम्बार पुछिराख्नु भयो भने त्यसले गर्दाखेरि पनि स्किनमा पिगमेन्टेसन बस्ने हुन्छ। हजुरले स्किन प्रडक्ट्सहरू युज गर्दाखेरि स्किनलाई ओभर एक्सपोल्युसन गर्यो भने त्यसले गर्दाखेरि पनि फरहेडहरूमा डार्क हुने गर्ने चान्सेस हुन्छ। इफ हजुरले कपाल कलरहरू गरिराख्नु भएको छ भने कहिलेकाहीँ कपालको त्यो डाई डिपोजिट भएर पनि स्किनमा पिगमेन्टेसन हुने र त्यही कलरको एलर्जीले गर्दाखेरि स्किनमा लाइकेन प्लानस पिगमेन्टोसिस भनेर एउटा कन्डिसन हुन्छ, त्यो पनि हुनसक्छ। र सँगसँगै तपाईँको स्किन डार्क सँगसँगै स्किन थिकनिङ पनि भएको छ भने चाहिँ त्यसलाई हामीले अक्यान्थोसिस निग्रिकेन्स भन्छौँ र त्यो पनि हुनसक्छ। र यिनीहरू चाहिँ केही कारणहरू थियो जसले गर्दा चाहिँ हजुरको फरहेड डार्क हुन्छ विथ कम्पेयर टु फेसको अदर एरिया।